नमस्ते। आज चाहिँ म लामा बगरको बारेमा विस्तृत जानकारी दिन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। लामा बगर आउनको लागि दोलखाको उत्तरी भागमा रहेको सिंगटी बजारबाट 28.5 किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ। ठाउँ भिडमा रहेको 337 मिटरको सुरुङ मार्ग पार गर्दै यो बाटो लामा बगर आउन सकिन्छ। अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडले बनाइदिएको यो बाटो लामा बगर आउनको लागि निकै नै सहज छ। लामा बगरबाट तामाकोशी नदी उर्लिने क्रम जारी छ। तामाकोशी नदी निकै सुन्दर छ, जहाँ चाहिँ नेपालकै सबैभन्दा ठुलो जलविद्युत आयोजना 456 मेगावाटको अप्पर तामाकोशी हाइड्रो पावर निर्माण भएको छ, जसको उत्पादन 2078 सालदेखि नेपालले प्रत्यक्ष रूपमा पाएको छ। हामी लामा बगरको नजिकै आइसकेका छौँ। लामा बगरको नजिकै आइसक्दाखेरि एउटा विशाल चट्टानलाई चाहिँ रोड बनाउने क्रममा बक्स कटिङ काटिएको रहेछ। हामी यो बक्स कटिङलाई क्रस गरेर जानेछौँ। यो बक्स कटिङ काटिएको चट्टानको सडकलाई पार गरिसकेपछि यहाँ नजिकै एउटा सुरुङ देखिन्छ। यो सुरुङ चाहिँ अप्पर तामाकोशी हाइड्रो पावर निर्माण हुने बेला अडी टनलको रूपमा प्रयोग गरिएको थियो। यसको नाम चाहिँ भैँसी अडी टनल रहेको छ। अब चाहिँ हामी यो बाटो लामा बगर जानेछौँ। लामा बगर प्रवेश गर्नुभन्दा अगाडि यहाँ एउटा सुन्दर झरनाको खोला भेटिन्छ। यो खोलाको नाम चाहिँ काने खोला हो। हिउँदोमा सुक्ने र वर्षामा मात्र यो खोला उर्लिने भएकोले यो खोलाको नाम काने खोला रहेको छ भन्ने किंवदन्ती छ। यो चाहिँ लामा बगरको प्रवेशको लागि भैँसे खोलामा बनाएको लामा बगरको गेट हो। हामी यही गेट पार गरेर लामा बगर प्रवेश गर्नेछौँ। यो भैँसे खोलाको पुल हो। भैँसे खोलाको आफ्नै रोचक किंवदन्ती छ। परापूर्वकालमा चाहिँ यहाँ भैँसी र गोठ एकैचोटि बाढीले बगाएकोले यो ठाउँलाई भैँसे खोला भनिएको हो भन्ने रोचक किंवदन्ती छ। भैँसे खोला पनि निकै आकर्षक छ। यही खोलाले भैँसी र गोठ बगाएको कारणले नै यो ठाउँको नाम भैँसे खोला रहन गएको हो भन्ने किंवदन्ती छ। अब चाहिँ हामी पूर्ण रूपमा लामा बगर प्रवेश गऱ्यौँ। यो दृश्यबाट थाहा हुन्छ कि लामा बगर साँच्चै नै सुन्दर छ। सुन्दर प्राकृतिक भूवर्णनले बनेको छ। लामा बगरको आफ्नै कला छ, आफ्नै धर्म छ, आफ्नै संस्कृति छ, आफ्नै रीतिरिवाज छ, आफ्नै परम्परा छ र आफ्नै बेग्लै पहिचान छ। त्यसैले त लामा बगर सुन्दर छ। लामा बगरलाई जुनसुकै कुनाबाट हेर्दाखेरि पनि अति नै सुन्दर देखिन्छ। लामा बगरको सौन्दर्यलाई हामीले जति नै बयान गरे पनि कमी नै हुनेछ। लामा बगर आफैमा अद्वितीय छ, प्राकृतिक रूपले अद्भुत छ। लामा बगरभित्र अनेकौं सौन्दर्यहरू छन्। तामाकोशीको वारिपट्टिको डाँडामा एउटा सुन्दर मन्दिर छ भने तामाकोशीको पारिपट्टि एउटा सुन्दर छोर्तेन छ। लामा बगरको यो सुन्दरता र अनुपम सौन्दर्यले जो कसैको मनलाई पनि सजिलै तान्ने गर्दछ। नामग्याल शेर्पा भाइले आफ्नो पुर्खा शोभा लामाको नाममा बनाएको यो बुद्ध स्तूप अथवा छोर्तेन अति नै सुन्दर छ। छोर्तेनको छेउबाट बग्ने तामाकोशी आफ्नै रफ्तारमा दौडिराखेको छ। लामा बगर जति सुन्दर छ, यहाँको बासिन्दाहरूको मन पनि त्यत्तिकै राम्रो रहेछ। केही वर्ष अघिसम्म शेर्पा जातिको बाहुल्यता थियो। अहिले तामाङ जातिको पनि उत्तिकै बाहुल्यता छ। थामी पनि एकजना छ। त्यो थामी चाहिँ म नै हुँ। शेर्पा, तामाङ, किराँती, सुनुवार, बस्नेत, नेवार लगायत 1-2 घर कार्की र 1-2 घर विश्वकर्मा जातिको बसोबास रहेको छ। विभिन्न जात जाति पनि यहाँ अति नै मिलेर बसेको देखिन्छ।
यो हो लामा बगरको तल्लो गाउँ। बिचमा सलल्लो बग्ने तामाकोसी नदीले वारी र पारीको गाउँलाई झन् आकर्षक बनाइदिएको छ। लामा बगरको तल्लो गाउँको आगानी भएर बग्ने यो तामाकोसीले बनाएको यो लामो बगरको नामबाटै लामा बगर गाउँको नामाकरण गरिएको रहेछ। तामाकोसी पनि अति नै सुन्दर छ। यो हो लामा बगरको माथिल्लो गाउँ। माथिल्लो गाउँ झन् प्रकृतिको अनुपम सौन्दर्यले अति नै सुन्दर छ। विभिन्न सुन्दर झरनाहरू आफ्नै आँखा अगाडि स्पष्ट रूपमा देख्न सकिन्छ। यस्तै सुन्दर ठाउँको भिडियो र सुन्दर दृश्यहरू हेर्नको लागि कृपया कर्ण थामीको युट्युब च्यानलमा गएर लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। यहाँहरूको सल्लाह सुझावले नै आगामी दिनमा पनि यस्तै लुकेर बसेको सुन्दर ठाउँहरूको सुन्दर भिडियो ल्याउन सकौँ भन्ने आशा राखेको छु। धन्यवाद।